तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यतिका गर्मीमा पनि तपाईँहरू हलचल नगरिकन मन्त्रमुग्ध भएर त्यो सङ्गठनलाई हृदयदेखि नै माया गरेर तपाईँहरू यतिका धेरैताका साथ त्यस कार्यक्रममा अविचलित रूपमा बसिराख्नु भएको छ र यो जिल्लाको सङ्गठनप्रतिको एकता दृढ विश्वास देखेर मलाई अत्यन्तै खुसी लागेको छ र यो हाम्रो दायित्व पनि हो, किनकि हामी अस्तित्वको लडाइँ लडिरहेका छौँ। हामीले अन्य देशहरूका योद्धाहरूले आफ्नो अस्तित्वको रक्षा गरेको लडेको लडाइँ गरेको सङ्घर्षमा हेऱ्यौँ भने उनीहरूको सङ्घर्ष हाम्रोभन्दा अथक छ। जस्तो अफगानिस्तानको जनताले त्यो तातो मरुभूमिमा साम्राज्यवादी शासकहरूको विरुद्धमा 20 वर्षभन्दा लामो समयसम्म लड्यो। भियतनामी जनताले जो छापामार युद्ध अपनाएका थिए साम्राज्यवादी शासकहरूको विरुद्धमा, विदेशी सेनाहरूको विरुद्धमा, उनीहरू लुक्ने जङ्गलहरू नै साम्राज्यवादी शासकहरूले आगो लगाइदिन्थे, खङ्ग्रोङ्गे सुकाइदिन्थे। तर पनि त्यहाँको जनताले जो आफ्नो मुक्तिको लागि, आफ्नो अस्तित्व प्राप्तको लागि, आफ्नो स्वतन्त्रताको लागि सङ्घर्ष गरिरहेका थिए, उनीहरू कहिले पनि झुकेनन्। त्यस कारणले गर्दाखेरि हामीले यतिको गर्मी सहनु यो आवश्यक छ, यो हाम्रो दायित्व पनि हो। र म विगतमा भनेका केही कुराहरू तपाईँहरू माझमा पस्किन चाहन्छु, जुन कुराहरू यहाँनिर भनिराख्न आवश्यक थिएन। तथापि यो कुराहरूको बारेमा तपाईँहरूमध्ये धेरैजना बेखबर हुनुहुन्छ कि भन्ने लागेर यो कुरालाई म फेरि पनि दोहोऱ्याउन चाहन्छु। महामना डाक्टर गोपाल गुरुङजीले छिमेकी देश चीनको पक्षमा समर्थनमा मङ्गोल नेसनलका नेता कार्यकर्ताहरूलाई उनीहरूको भावना छिमेकी देश चीनतर्फ मोड्नको लागि महामना डाक्टर गोपाल गुरुङज्यू आफू जीवित छँदाखेरि नै उहाँले भन्दै आइराख्नु भएको कुरा हो। आजभन्दा 26 वर्ष अगाडि, 25-26 वर्ष अगाडि सन् 2001 तिरै उहाँले के भन्नुहुन्थ्यो भने अहिलेसम्म त अमेरिका संसारको सुपर पावर भएर बसेको छ, अमेरिका संसारको शक्तिशाली देश भएर बसेको छ। अहिलेसम्म त अमेरिकालाई मुखैमा जवाब दिन सक्ने, आँखामा आँखा जुदाएर हेर्न सक्ने कुनै पनि राष्ट्र तयारी भएको छैन। तर अबको 10 वर्ष पछाडि अर्थात् 2010-11 चाहिँ चीन विश्वमा एउटा यस्तो देश भएर उदाउँदैछ जसले अमेरिकालाई आँखामा आँखा जुदाएर, नजरमा नजर जुदाएर, मुखैमा जवाब दिन सक्ने हैसियत राख्छ भनेर उहाँले हामीलाई भन्दै आइराख्नु भएको छ। त्यो त होइन होला, त्यो त सम्भव छैन होला जस्तो लाग्थ्यो हामीलाई। तर त्यो क्रमिक रूपमा समय बित्दै जाँदाखेरि त्यो उहाँले त्यो बेलामा भन्नुभएको कुराहरू पछिल्लो समयमा पुरा हुँदै आएको थियो। र त्यसको पुरै 10 वर्ष पछाडि अर्थात् 2020-21 तिर चाहिँ चीनले अमेरिकालाई पनि पुछिनेर जान्छ भनेर भन्नुभएको थियो। त्यो कुराहरू अहिले हामीले देख्न पाइरहेको छ। कसरी देख्न पाइरहेछौँ त भन्दाखेरि चीन एउटा त्यस्तो राष्ट्र भएर उदायो। आजभन्दा केही वर्ष अगाडि संयुक्त राष्ट्र सङ्घको जुन मेजर कन्ट्रीहरू छ, चीन बाहेक रसिया भयो, फ्रान्स भयो, तपाईँको होइन बेलायत भयो, अमेरिका भयो, ती सबै राष्ट्रको प्रमुखहरू अमेरिका भ्रमणमा गएका थिए। त्यो हिसाबले पनि चीन चाहिँ अबको सर्वशक्तिमान देशको रूपमा उदाएको रहेछ भन्ने कुरा त्यहाँबाट पनि पुष्टि हुन्छ। र त्यति मात्रै होइन, अझ राम्रोसँगले बुझ्नको लागि महामना डाक्टर गोपाल गुरुङजीले हामीलाई भन्नुहुन्थ्यो चीनले पनि अहिले आएर एउटा कमेरो माटो पाएको छ भन्नुहुन्थ्यो। र त्यो कमेरो माटो चाहिँ आजभन्दा अगाडि अमेरिकासँग मात्रै थियो। र त्यो कमेरो माटो चाहिँ जुन देशसँग हुन्छ त्यो देश मात्रै संसारको शक्तिशाली राष्ट्र बन्न सक्छ भनेर उहाँले हामीलाई उदाहरणको रूपमा भन्नुहुन्थ्यो। र त्यो
कमेरो माटो चाहिँ केमा प्रयोग हुन्छ त भन्दाखेरि त्यो बिजुलीको तार कुदाउनको लागि प्लेट बनाउनको लागि चाहिँ त्यो प्रयोग हुन्छ भनेर हामीलाई एउटा साङ्केतिक हिसाबले उदाहरण दिनुहुन्थ्यो। र त्यो कमेरो माटो चाहिँ अहिले चीनको जनताले आफ्नो देशको निमित्त जति पसिना बगाउनु पर्ने थियो त्यो पसिना बगाएको कारणले गर्दाखेरि आफ्नो देशको निमित्त जति रगत बगाउनु पर्ने थियो त्यो रगत चाहिँ बगाएको कारणले गर्दाखेरि प्रकृति नै खुसी भएर चीनलाई पनि त्यो कमेरो माटो अहिले प्रकृति नै खुसी भएर प्रदान गरेको छ। त्यस कारणले गर्दाखेरि त्यो कमेरो माटो चाहिँ हामीले नेपालले अमेरिकाबाट किनेर ल्याउँदाखेरि किलोको 40 रुपियाँ पर्छ, तर छिमेकी देश चाइनाबाट ल्याउँदाखेरि चाहिँ केजीको 30 पैसा मात्रै पर्छ। त्यस कारणले गर्दाखेरि हामीले यही छिमेकी देशबाट त्यो सस्तो मूल्यमा पाउने भएको कारणले गर्दाखेरि अब नेपाल पनि क्रमिक रूपमा समृद्ध भएर जान्छ भनेर हामीलाई साङ्केतिक रूपमा भन्नुहुन्थ्यो। र त्यो कमेरो माटो भन्दाखेरि हामीले त्यो कमेरो माटो नै भनेर बुझ्यौँ, तर त्यसमा धेरै कुराहरू हुन सक्छ। अहिले चाहिँ हामीले हैन त्यो प्रविधिको लागि आवश्यक पर्ने त्यो हुन्छ नि त्यो रेयर अर्थहरूको कुरा छ, त्यो कुराहरू पनि भन्नुभएको हुन सक्छ। जे होस् 2020-21 तिर चाहिँ चीनले अमेरिकालाई पनि उछिनेर जान्छ भनेर भन्नुभएको थियो। भर्खरै अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प पनि चाइनामा गएर त्यहाँको सर्वोच्च नेता राष्ट्रपति सी जिनपिङसँग भेटेको दृश्यहरू त तपाईहरूले मिडिया मार्फत हामीले देखेका छौँ भन्ने लाग्छ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के थियो भने आजभन्दा 10 वर्ष अगाडि अर्थात् 2016 तिर महामना डाक्टर गोपाल गुरुङजीको देहान्त हुनुभन्दा करिब 1 महिना अगाडि मात्रै 2016 मा महामना डाक्टर गोपाल गुरुङजीले वर्तमान सरकार प्रेसिडेन्टज्यूलाई के भन्नुभएको थियो त भन्दाखेरि चीनको अहिले वैदेशिक नीति ठीक छैन, क्लियर छैन। आफ्नै देशभित्रको गजमगुजुङले गर्दाखेरि उसको परराष्ट्र नीति त्यति क्लियर छैन। तथापि तिमीले अहिले नै चीनलाई समर्थन गरेर जाने कि पछि चीनको परराष्ट्र नीति राम्रो भइसकेपछि समर्थन गरेर जाने भनेर दुईवटा विकल्प दिनुभएको थियो। अहिले चीनको वैदेशिक नीति ठीक छैन, गजमगुजुङ छ। यस्तै अवस्थामा पनि चीनलाई समर्थन गरेर जाने कि पछि चीनको विदेश नीति ठीक भइसकेपछि त्यतिखेर समर्थन गरेर जाने दुईवटा विकल्प दिनुभएको थियो। अहिले भए पनि चीनलाई समर्थन गरेर जानुपर्ने र पछि भए पनि चीनलाई समर्थन गरेर जानुपर्ने दुईवटा विकल्प दिएर जानुभएको थियो। र त्यतिखेर वर्तमान सध्या प्रेसिडेन्टजीले चाहिँ पछि चीनको वैदेशिक नीति राम्रो भइसकेपछि त्यतिखेर चाहिँ समर्थन गरेर जाने भनेर चाहिँ उहाँले चाहिँ वचन दिनुभएको थियो। त्यस कारणले गर्दाखेरि त्यही वचनलाई हामीले निर्णय गरेर त्यो निर्णयलाई पारित गरेर चाहिँ हामीले तत्कालै जान नसके तापनि महामना डाक्टर गोपाल गुरुङजीलाई वर्तमान सदस्य प्रेसिडेन्टज्यूले वचन दिनुभएको 10 वर्ष पछाडि अर्थात् 2026 को अप्रिलमा हामीले मङ्गोल रिसर्च सेन्टरमा केन्द्रीय कार्यकारिणी सभाको बैठक बसेर मेजर 7 को बैठक बसेर चाहिँ एक चीन सिद्धान्तलाई वन चाइना प्रिन्सिपललाई चाहिँ समर्थन गर्ने भनेर चाहिँ हामीले निर्णय पारित गरेका थियौँ। यो निर्णयहरू प्रदेश मार्फत जिल्ला मार्फत तपाईँहरूको माझमा पनि आइपुग्यो जस्तो लाग्छ। र कार्यकारिणी सभाको मिटिङले 2026 को अप्रिलमा हामीले चाहिँ एक चीन नीतिलाई एक चीन प्रिन्सिपललाई वन चाइना प्रिन्सिपल एक चीन सिद्धान्तलाई चाहिँ समर्थन गरेर जाने भन्ने चाहिँ हामीले निर्णय गरेर गयौँ। र यो चाहिँ के हो त भन्दाखेरि खासमा गर्नुपर्ने यसको औपचारिक निर्णय एक चीन सिद्धान्तलाई समर्थन गरेर जाने भन्ने औपचारिक निर्णय गर्ने खास जिम्मेवारी चाहिँ सरकारकै हो, मन्त्री परिषदकै हो। तर हामीले यो निर्णय चाहिँ किन गर्यौँ त भन्दाखेरि नेपालको प्रधानमन्त्री विभिन्न प्रधानमन्त्री अहिले प्रधानमन्त्री भन्नु मात्रै होइन, योभन्दा अगाडिको विभिन्न सरकार विभिन्न पार्टीको सरकार हुँदाखेरि विभिन्न प्रधानमन्त्रीहरूले आफ्नो वक्तव्य मार्फत
एक चिन सिद्धान्तलाई समर्थन गर्दै आएको छ र प्रधानमन्त्रीको कार्यालयबाट जारी भएको वक्तव्यबाट प्रेसित पत्रबाट पनि एक चिन सिद्धान्तलाई समर्थन गर्दै आएको कारणले गर्दाखेरि त्यो सरकारको निर्णयलाई हामीले पनि समर्थन गरेका हौँ र हामी एउटा राजनीतिक संगठनको हिसाबले पनि हैसियतले पनि हाम्रो स्पष्ट धारणा चाहिँ यो छ है, अर्थात् मङ्गोल नेसनल अर्गनाइजेसनको छिमेकी देशप्रतिको स्पष्ट धारणा चाहिँ यो छ, हामी चीन विखण्डित भएको देख्न चाहँदैनौँ, चीन टुक्रिएको छिमेकी देश टुक्रिएर कमजोर भएको हामी देख्न चाहँदैनौँ, चीन एक ढिक्का भएर बलियो भएको हामी देख्न चाहन्छौँ भन्ने त्यो संगठनको चाहिँ एउटा स्पष्ट धारणा हामीले संसार माझ राख्नको लागि हामीले यो एक चिन सिद्धान्तलाई चाहिँ समर्थन गरेका हौँ। यो निर्णयलाई हामी समर्थन गर्छौँ भनेर चाहिँ हामीले पारित गरेका हौँ। र यो चाहिँ किन आवश्यक थियो त भन्दाखेरि हाम्रो दुईतिरै छिमेकी देशहरू चाहिँ आकारको हिसाबले क्षेत्रफलको हिसाबले पनि विशाल छ। उनीहरू सैनिक सेनाको हिसाबले पनि र उनीहरू आर्थिक हिसाबले पनि उनीहरू हामीभन्दा कयौँ गुणा शक्तिशाली छन्। तर साम्राज्यवादी देशहरूले चाहिँ के भूमिका खेलिरहेको छ त भन्दाखेरि आफू सुपर पावर भइराख्नको लागि, आफू बलियो भएर रहिरहनको लागि, आफ्नो संसारमा विश्वमा आफ्नो दबदबा कायम राख्नको लागि चाहिँ आफूसँग प्रतिस्पर्धा गर्ने देशलाई चाहिँ टुक्र्याउनु पर्छ, यिनीहरूको देशमा गृहयुद्ध सिर्जना गर्नुपर्छ र यिनीहरूलाई आपसमा लडाएर आपसमा जुधाएर चाहिँ खतम गर्नुपर्छ, तब मात्रै आफू चाहिँ सदा सदाको लागि सर्वशक्तिमान भएर बस्न सकिन्छ भन्ने त्यो खालको नीति बोकेको कारणले गर्दाखेरि नेपाललाई चाहिँ छिमेकी देशहरूले कहिले पनि एउटा विश्वस्त ढङ्गले सोच्न सकेन, हेर्न सकेन, जहिले पनि शङ्काको नजरले हेरे। किन हेरे त भन्दाखेरि साम्राज्यवादी देशहरूको भूमिका, उनीहरूको सोचाइ के छ त भन्दाखेरि ताइवान चीनको भाग होइन, ताइवान छुट्टै राष्ट्र भन्ने खालको छ। तिब्बत पनि चीनको भाग होइन, यो छुट्टै राज्य हो, त्यहाँ अर्कै राजा थियो, त्यहाँ अर्कै शासक थियो, त्यसको क्षेत्रफल भूगोल छुट्टै थियो, यो चीनको अभिन्न अङ्ग होइन भनेर चाहिँ साम्राज्यवादी शासकहरूले चीनलाई फुटाउनको लागि, विखण्डित गर्नको लागि, कमजोर पार्नको लागि चाहिँ त्यो भूमिका खेलिरहेको छ। त्यसमा पनि चीन विरोधी गतिविधिमा चाहिँ हाम्रै भूमि नेपाल चाहिँ प्रयोग भइरहेको कारणले गर्दाखेरि चीन विरोधी गतिविधि अर्थात् स्वतन्त्र तिब्बतको मागले चाहिँ यही नेपालको भूमि भएर चाहिँ त्यो गतिविधि चर्किएको कारणले गर्दाखेरि छिमेकी देशले हामीलाई कहिले पनि विश्वास गर्न सकेन। हाम्रो छिमेकी देश भए तापनि नेपाल अर्थात् यहाँको शासकहरू अर्थात् शासन सत्ताबाट बाहिर कुनै पनि शक्ति समूहहरू चाहिँ चीनलाई विखण्डन गर्न चाहन्छ, चीनलाई तोड्न चाहन्छ, चीनलाई विखण्डित गर्न चाहन्छ र कमजोर बनाउन चाहन्छ भन्ने कुरामा चाहिँ उनीहरू सशङ्कित भएको कारणले गर्दाखेरि त्यहाँको प्रविधि, त्यहाँको विकास हाम्रो मुलुकमा अहिलेसम्म आउन सकेन। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ छिमेकी देशहरूको विरुद्धमा लाग्दैन। चीन सिङ्गो भएको देख्न चाहन्छ, भारत पनि टुक्रिएको कमजोर भएको देख्न चाहँदैन, ऊ पनि शक्तिशाली र बलियो भएको एकजुट भएको देख्न चाहन्छ भन्ने कुरालाई विश्वस्त तुल्याउनको लागि अर्थात् हाम्रो विदेश नीति चाहिँ यो छ है भनेर स्पष्ट पार्नको लागि मङ्गोल नेसनल अर्गनाइजेसनले एक चिन सिद्धान्तलाई चाहिँ समर्थन गरेर गएको छ। यो कुराहरू तपाईँलाई म प्रश्न भन्न चाहन्छु र अरू कुराहरू पनि निर्णय भए। तपाईँको चीनको बहुसङ्ख्यक जनताले बोल्ने, त्यहाँको मेनल्यान्ड चाइनामा बोल्ने मन्डारिन चाइनिज भाषालाई पनि नेपालको सम्पर्क भाषाको रूपमा मान्यता दिने भनेर पनि त्यो पनि संगठनले निर्णय गरेको छ। योभन्दा अगाडि चाहिँ हामीले खस भाषा बाहेक अङ्ग्रेजी र हिन्दीलाई पनि सम्पर्क भाषाको रूपमा मान्यता दिए भनेर चाहिँ हामीले नारा लगाउँदै आइरहेका थियौँ, त्यो माग गर्दै आइरहेका थियौँ। तर अस्ति नैको केन्द्रीय सभाको निर्णय अनुसार चाहिँ बहुसङ्ख्यक चीनको 80% जनताले बोल्ने मन्डारिन चाइनिज भाषालाई पनि नेपालको सम्पर्क भाषाको रूपमा मान्यता दिए भनेर हामीले निर्णय गरेका छौँ। यो किन आवश्यक छ त भन्दाखेरि यो तीनवटा भाषा, एउटा हिन्दी, एउटा अङ्ग्रेजी र एउटा चाइनिज, यो तीनवटा भाषा
नेपाली जनतालाई अनिवार्य गरियो भनेदेखि ऊ संसारको कुनै पनि देशमा जाओस् अलमलमा पर्दैन, कहीँ पनि अन्यमा पर्दैन। चाइनिज भाषा भनेको संसारको 1.5 अर्ब जनसङ्ख्याले बोल्ने भाषा हो। संसारमा सबैभन्दा बढी बोलिने भाषा भनेकै चिनिया भाषा हो। त्यसकारणले गर्दाखेरि हामीले अङ्ग्रेजी पनि जान्न आवश्यक छ, हामीले हिन्दी पनि जान्न आवश्यक छ र हामीले चाइनिज भाषा पनि जान्नु अपरिहार्य छ। आज विभिन्न देशहरूमा 3-4वटा भाषाहरू पढाइ हुन्छ, तर हाम्रो देशमा चाहिँ तपाईँको अहिले अङ्ग्रेजीलाई मात्रै प्राथमिकता दिएको छ, हिन्दीलाई पनि दिएको छैन, चाइनिजलाई दिनेलाई कुनै छैन होइन। त्यसकारणले गर्दाखेरि यो कुराहरू चाहिँ नेपाली जनताको लागि आवश्यक कुरा भएको कारणले गर्दाखेरि र छिमेकी देशहरूको भाषा जान्नु बुझ्नु पनि अपरिहार्य छ। के को लागि भन्दाखेरि त्यहाँको विदेश नीति बुझ्नको लागि, त्यहाँको राजनीति बुझ्नको लागि, त्यहाँको विकास र प्रविधिलाई बुझ्नको लागि पनि उनीहरूको भाषा जान्नु आवश्यक छ। तपाईँले भारतको विदेश मन्त्रीहरूको तपाईँले हेर्नुभयो भने अथवा राजदूतहरूको तपाईँले हेर्नुभयो भने जुन देशमा गएको हुन्छ त्यो देशको भाषा उसले बोल्न सक्ने बुझ्न सक्ने भएको हुन्छ क्या होइन। अहिलेको विदेश मन्त्री सायदै रसियन भाषा राम्रोसँगले बोल्न सक्ने, राम्रोसँगले बुझ्न सक्ने, बोल्न सक्ने खालको छ होइन। त्यसकारणले गर्दाखेरि भोलि हामीले चीनमा, भोलि हामीले कोरियामा, भोलि हामीले जति पनि एसियन कन्ट्रीहरू छ त्यहाँनिर हाम्रो चाहिँ परराष्ट्र मन्त्रीहरू जाँदाखेरि, त्यहाँ राजदूतहरू जाँदाखेरि त्यो भाषामा पोख्त भएन भनेदेखि जुन रूपमा प्रभावकारी हुनु पर्थ्यो त्यो नहुन सक्छ। यो कुराहरू तपाईँलाई म जानकारी गराउन चाहन्छु र समय धेरै घटिसकेको छ र पनि केही कुराहरू राख्न चाहन्छु म तपाईँको माझमा। जस्तो कि अहिले यो राष्ट्रिय जनावरको विषयमा यो मुद्दा अत्यन्तै चर्किएर गएको छ। राष्ट्रिय जनावर गाईको विषयमा अहिले यो बहस निकै चर्केर माथिसम्म पुगेको छ र मङ्गोल नेसनल अर्गनाइजेसनले धेरै वर्ष अगाडिदेखि नै अर्थात् नेपालमा लोकतन्त्र आउनुभन्दा अगाडिदेखि नै, नेपालको अन्तरिम संविधान जारी हुनुभन्दा अगाडि नै नेपालमा लोकतन्त्र हुनुपर्छ, धर्मनिरपेक्ष हुनुपर्छ र प्रान्तीय सरकार हुनुपर्छ भनाइसँगै राष्ट्रिय जनावर पनि परिवर्तन हुनुपर्छ, गाईको ठाउँमा कस्तुरी मृग हुनुपर्छ भनेर भन्दै आइरहेको तपाईँलाई जगजाहेरै छ। र यो चाहिँ किन आवश्यक छ त भन्दाखेरि राष्ट्रिय प्रतीकहरू बनाउँदाखेरि त्यो संविधानसँग नबाँधिने खालको हुनुपर्छ र त्यसले एउटा कानुन बनाउँदाखेरि, एउटा ऐन बनाउँदाखेरि पनि त्यो देशको मूल कानुन संविधानसँग नबाँधिने किसिमको हुनुपर्छ भनेर भनिन्छ भने राष्ट्रको प्रतीक बनाउँदाखेरि त त्यो संविधानसँग झनै बाँधिने हुँदैन। र यहाँ चाहिँ कसरी बाँधियो त भन्दाखेरि यता संविधानको प्रस्तावनाले नेपाल चाहिँ बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय अर्थात् बहुसाम्प्रदायिक मुलुक हो भनेर त भन्यो, तर फेरि उता राष्ट्रिय जनावर चाहिँ एउटै धर्मलाई मात्रै सम्बोधन गर्ने टाइपको भएको कारणले गर्दाखेरि यो विवादित भएको छ। यता संविधानको प्रस्तावनाले भन्यो मुलुक धर्मनिरपेक्ष राष्ट्र भन्यो, यता राष्ट्रिय जनावरले फेरि मुलुकलाई चाहिँ हिन्दू राष्ट्र नै देखाउन खोज्यो। त्यसकारणले गर्दाखेरि यो बाजियो कारणले गर्दाखेरि यो विवादित बन्न पुगेको हो र यसको विकल्पको रूपमा चाहिँ हामीले राष्ट्रिय जनावर चाहिँ कस्तुरी मृग हुनुपर्छ। त्यो नेपालको चाहिँ एउटा लोपोन्मुख जनावर हो, त्यो चाहिँ हिमाली, हाम्रो मुलुक त हिमालको मुलुक हो, त्यो हिमालसँग जोडिएको एउटा त्यो सौन्दर्य पुगेको एउटा जनावर हो, लोपोन्मुख जनावर हो। त्यसको सम्बोधन गर्नु, त्यसको संरक्षण गर्नु मुलुकको दायित्व हो भन्ने हिसाबले पनि हामीले कस्तुरी मृगलाई अगाडि सारेका छौँ। र राष्ट्रिय जनावर गाई राख्दाखेरि चाहिँ यसले चाहिँ संविधानको ध्वजी उडाएको छ, यसले संविधानको प्रस्तावनामाथि प्रहार गरेको छ, यसले राष्ट्रिय जनावर गाई हुँदाखेरि चाहिँ यसले 20% खस आने अर्थात् 16% क्षेत्री र 4% ब्राह्मणको मात्रै नेतृत्व गरेको सम्बोधन गरेका कारणले गर्दाखेरि धर्मनिरपेक्ष राष्ट्रमा यो चाहिँ हुनु हुँदैन भन्ने कुरा हो। किन हुनु हुँदैन त भन्दाखेरि तपाईँलाई म एउटा उदाहरण दिन चाहन्छु। किन हुनु हुँदैन त भन्दाखेरि मुलुक धर्मनिरपेक्ष राष्ट्र भइसकेपछि
नेपालमा धेरै कुराहरू परिवर्तन भयो। के परिवर्तन भयो त भन्दा यो राष्ट्रिय जनगणना गाई कति बेला बन्यो? यो राष्ट्रिय जनगणना गाई चाहिँ मुलुकमा निरङ्कुश राजतन्त्र भएको बेलामा भएको। मुलुकमा राष्ट्रिय जनगणना गाईलाई कहिले राखे त भन्दाखेरि मुलुक चाहिँ निरङ्कुश राजतन्त्र भएको, मुलुकमा चाहिँ निरङ्कुश राजतन्त्रको व्यवस्था भएको बेलामा राखिएको र निरङ्कुश राजतन्त्र भएको बेलामा चाहिँ त्यहाँ जनताको प्रतिनिधि हुँदैन। जनताको प्रतिनिधि पनि त्यहाँ छलफलमा मिटिङमा निर्णय गर्ने ठाउँमा त्यहाँ पुगेको हुँदैन। शासकहरूले आफ्नो मन मर्जी तरिकाले निर्णय गर्ने भएका कारणले गर्दाखेरि शासकहरूलाई आफ्नो पाएको पर्ने हिसाबले चाहिँ यो गाईलाई राष्ट्रिय जनगणना राखेका थिए। यो निरङ्कुश राजतन्त्रको समयमा भएको थियो। र त्यतिखेर जनताको त्यहाँनिर प्रतिनिधि थिएन। जनताको आवाज बोल्ने अर्थात् अन्य धर्मावलम्बीहरूको आवाज बोल्ने व्यक्तिहरू प्रतिनिधि त्यहाँ भएको थिए। त्यस्तो अवस्थामा चाहिँ राष्ट्रिय जनगणना गाई राखिएको थियो। त्यति मात्रै होइन, नेपाललाई हिन्दूहरूको मात्रै राष्ट्र अर्थात् हिन्दू राष्ट्र बनाइएको थियो। हिन्दू राष्ट्र नेपाल भनेको चाहिँ ब्राह्मण र क्षेत्रीको मात्रै राष्ट्र हो। अरू 80% मूलवासी मङ्गोलको यो राष्ट्र होइन बनिएको हो। त्यो कहिले भयो त भन्दा निरङ्कुश राजतन्त्रको समयमा भयो। तर लोकतन्त्र आइसकेपछि धेरै कुराहरू परिवर्तन भयो। के भयो त भन्दा तपाईहरुलाई थाहा छ, मेरो उमेर भन्दा अगाडिको उमेरको सबै मान्छेलाई थाहा छ। के थाहा छ त भन्दा पैसामा होस् कि छापमा होस् कि राष्ट्रिय छापमा होस् कि त्यहाँ श्री 5 को सरकार भन्ने थियो। त्यो तपाईहरुलाई थाहा छ नि? थाहा छैन र? नेपालमा पैसाको नोटमा होस् या त्यो छापमा होस् श्री 5 को सरकार भन्ने थियो। त्यो परिवर्तन भएर के भयो? अहिले नेपाल सरकार मात्रै भयो। त्यतिखेर श्री 5 महाराज धिराज भन्ने थियो। अहिले के भयो? अहिले राष्ट्रपति भयो। त्यो ठाउँमा परिवर्तन भयो नि? भएन त? हैन? अन्तरिम संविधान जारी भइसकेपछि अझै 2072 को संविधान जारी भइसकेपछि यी कुराहरु परिवर्तन भयो। शाही नेपाली सेना भन्थ्यो, अहिले के भयो? नेपाली सेना भयो। शाही नेपाल वायु सेना निगम थियो, अहिले नेपाल वायु सेना निगम भयो। शाही भन्ने शब्द हट्यो। शाही नेपाल प्रज्ञा प्रतिष्ठान भन्ने थियो, अहिले नेपाल प्रज्ञा प्रतिष्ठान भन्ने। शाही राजदूतावास भन्ने थियो, अहिले नेपाली दूतावास भयो। राजाको तस्बिर सबै कार्यालयबाट हटाइयो। राष्ट्रिय गान पनि परिवर्तन भयो। भयो कि भएन? हामीले पढ्दाखेरि श्रीमान गम्भीर भन्ने थियो, अहिले सयौं टुक्रा टुक्रा हामी भन्ने आयो। राष्ट्रिय गान पनि परिवर्तन भयो र राष्ट्रिय प्रतीक नेशनल इम्ब्लेम पनि परिवर्तन भयो। पहिला के थियो? पहिला तपाईको सबैभन्दा माथिको छापमा श्रीपेज हुन्थ्यो, खुट्टाको पाइलाहरू हुन्थे। अहिले त्यो छ? अहिले त्यो छैन। यी कुराहरू परिवर्तन भयो। र अरू के परिवर्तन भयो त भन्दाखेरि यी कुराहरू परिवर्तन भए र अरू के कुरा चाहिँ परिवर्तन भएन त? परिवर्तन हुनु पर्ने राष्ट्रिय झण्डा परिवर्तन भएन। यो परिवर्तन हुनु पर्छ। यसलाई हामीले भारतको एउटा पृथ्वीराज चौहानले भारतको एउटा राज्यमा प्रयोग गरिसकेको झण्डा हो। त्यही झण्डालाई नेपालमा ल्याएर केही संशोधन गरेर नेपालको राष्ट्रिय झण्डा बनाइएको छ। यो दुई चिल्चे झण्डाले चाहिँ हिन्दूहरूको 20% हिन्दूहरूको मात्रै प्रतिनिधित्व गर्छ, 80% मूलवासी मङ्गोलहरूको यो झण्डाले प्रतिनिधित्व गर्दैन। यो अराष्ट्रिय झण्डा हो भनेर भनेका थिए। यी सबै कुराहरू परिवर्तन भए तर राष्ट्रिय झण्डा परिवर्तन गरेन। यो जानी जानी नगरेको हो। उनीहरूको हिन्दू सर्वोच्चता कायम राख्नको लागि यी कुराहरू परिवर्तन भएन। अर्को, हामीले राष्ट्रिय फूलको विषयमा, लालीगुराँसको विषयमा हामीले आवाज उठाएका छैनौँ। राष्ट्रिय चरा डाँफेको विषयमा हामीले आवाज उठाएका छैनौँ। तर राष्ट्रिय जनावरको विषयमा हामीले आवाज उठायौँ। राष्ट्रिय जनावर गाई, जसले 20% हिन्दूहरूको मात्रै प्रतिनिधित्व गर्छ। र हिजो निरङ्कुश राजतन्त्रको समयमा यो राष्ट्रिय जनावर राखिएको थियो। अहिले लोकतन्त्र आयो। लोकतन्त्रमा जनताको प्रतिनिधिहरू त्यहाँ पुग्छन्। उनीहरूले यो कुरालाई पनि हटाउनु पर्छ, यसलाई पनि परिवर्तन गर्नु पर्थ्यो भनेर हामीले 18 बुँदे माग सहित हामीले पत्राचार गरेका थियौँ। पहिलो संविधान सभालाई पनि हामीले 18 बुँदे माग, हाम्रो 18 बुँदे माग हामीले प्रेषित गरेका थियौँ। दोस्रो संविधान सभालाई पनि हामीले 18 बुँदे माग राख्दै यी कुराहरू चाहिँ परिवर्तन हुनुपर्छ भनेर हामीले प्रेषित गरेका थियौँ। तर त्यसमा लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकार भन्ने कुराहरू त्यसमा सम्बोधन भए। तर
त्यो राष्ट्रिय झण्डा र राष्ट्रिय जनावर सम्बोधन भएको छैन। यो कुराहरू बाँकी छ। त्यसकारणले गर्दाखेरि पनि संविधान संशोधन चाहिँ अपरिहार्य हो। संविधान संशोधन हुनु आवश्यक छ। तर संविधान संशोधन हुनुपर्छ भन्दैमा हामीले भनेको कुराहरू चाहिँ संशोधन नभएर अरू कुरा, अरू धाराहरू, अरू उपधाराहरू संशोधन भयो भने त्यसले फेरि अर्थ राख्दैन। हामीले जुन जुन कुराहरू चाहिँ हटाइनुपर्छ, बदली गरिनुपर्छ भनेर चाहिँ हामीले हाम्रो 18 बुँदे मागभित्र राखेर चाहिँ हामीले पत्रचार गरेका छौँ या पटक पटक हामीले जानकारी गराएका छौँ। त्यो कुराहरू चाहिँ अनिवार्य रूपमा संशोधन हुनुपर्ने हुन्छ। त्यसकारणले गर्दा अहिले यो खालको गतिविधिहरू देखिनुको कारण, यो राष्ट्रिय झण्डाकै कारणले गर्दाखेरि र राष्ट्रिय जनावर गाईकै कारणले गर्दाखेरि यस्तो खालको अवस्थाहरू सिर्जना हुन खोजिरहेका हामीले देखिरहेका छौँ। त्यसकारणले गर्दाखेरि यसले चाहिँ भोलि मुलुकमा चाहिँ समस्या निम्त्याउन सक्छ। त्यसकारणले त्यो समस्या आउन नदिनको लागि, समस्या आउनुभन्दा अगाडि नै त्यसको समाधान खोजिनको निमित्त पनि यो राष्ट्रिय झण्डा र राष्ट्रिय जनावर गाई चाहिँ परिवर्तन हुन आवश्यक छ। अहिले यहाँ राष्ट्रिय जनावरको विषयमा विवाद भइरहेको छ। अब केही समय पछाडि राष्ट्रिय झण्डाको विषयमा पनि यसरी नै विवाद सिर्जना हुनुपर्ने परिस्थिति देखा पर्दैछ। त्यसकारणले गर्दाखेरि तपाईँ हामी चनाखो हुन आवश्यक पनि छ। र यी कङ्ग्रेस भन्नेहरू, यी एमाले भन्नेहरू, यी माओवादी भन्नेहरू किन दण्डित भए त भन्दाखेरि यही गद्दारी गरेको कारणले गर्दाखेरि सबै कुरा परिवर्तन गरे, तर यी केही कुराहरू नहटाएको कारणले गर्दाखेरि, परिवर्तन नगरेको कारणले गर्दाखेरि, मुलुकलाई यथास्थितिमा राखेको कारणले गर्दाखेरि, मुलुकलाई पछाडितिर धकेल्न खोजेको कारणले गर्दाखेरि ती पार्टीका नेताहरू दण्डित भएका हुन्। त्यसकारणले गर्दाखेरि अहिले मुलुक चाहिँ अप्ठ्यारो परिस्थितिमा पुग्दै गएका हामीले देखिरहेका छौँ। र यो मुलुकलाई अप्ठ्यारो परिस्थितिबाट जोगाउने, मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने दायित्व तपाईँ हामी सबैको हो। मङ्गोल नेसनल अर्गनाइजेसनमा आस्थावान र मङ्गोल नेसनल अर्गनाइजेसनदेखि बाहेकका 3 करोड नेपाली जनताको दायित्व चाहिँ मुलुकलाई एकताको सूत्रमा राखेर अघि बढाएर मुलुकलाई समृद्धितर्फ डोर्याउने चाहिँ हामी सबैको दायित्व हो। र अहिले आएर वर्तमान प्रेसिडेन्ट सध्या प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले भन्दै आइराख्नु भएको कुरा तपाईँलाई म पस्कन चाहन्छु। र वर्तमान सध्या प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूले चाहिँ के भन्दै आइराख्नु भएको छ त भन्दाखेरि कुनै पनि सिद्धान्तले विश्वमा राज गर्ने भनेको चाहिँ 80 वर्षसम्म मात्रै हो। जस्तो सन् 1945 देखि लिएर दोस्रो विश्वयुद्ध पछाडिदेखि लिएर सन् 2025 सम्म 1 वर्ष अगाडिसम्म चाहिँ अमेरिका संसारको सुपर पावर रह्यो र उसको व्यवस्था भनेको चाहिँ, उसको नीति भनेको चाहिँ पुँजीवादी नीति थियो। र यो पुँजीवादी नीति, अमेरिकाको पुँजीवादी नीति अर्थात् पश्चिमाहरूको पुँजीवादी नीति चाहिँ 2025 मा अर्थात् 1 वर्ष अगाडि चाहिँ 80 वर्ष पुरा भएको कारणले गर्दाखेरि अब 80 वर्ष पछाडि चाहिँ फेरि विश्वमा राज गर्नको लागि, विश्वमा रुल गर्नको लागि चाहिँ फेरि नयाँ नीति, नयाँ व्यवस्था, नयाँ सिद्धान्त जन्मिन्छ। र अब चाहिँ सन् 2026 देखि र यो अहिले चल्दै गरेको समयदेखि चाहिँ अब पुँजीवादी व्यवस्थाले होइन, अब समाजवादी व्यवस्थाले चाहिँ शासन गर्छ भनेर चाहिँ भन्दै आइराख्नु भएको कुरा तपाईँको माझमा म जानकारी गराउन चाहन्छु। यो किन भन्दै आइराख्नु भएको छ त भन्दाखेरि पुँजीवादी व्यवस्थाको अवधि चाहिँ 80 वर्ष पुग्यो। अब 80 वर्ष पछाडि चाहिँ यो प्राकृतिक नियम हो र यो 80 वर्ष पुरा भइसकेपछि अर्को दुनियाँमा अर्को व्यवस्था आउँछ, अर्को नीति आउँछ जसले फेरि 80 वर्षमा दुनियाँलाई राज गर्छ भनेर भन्नुहुन्छ। र अब यो 2026 देखि चाहिँ समाजवादी व्यवस्थाले चाहिँ संसारलाई फेरि नेतृत्व दिएर अगाडि बढ्छ भनेर उहाँले भन्दै आइराख्नु भएको छ। र यसमा म तपाईँलाई अझै थप प्रश्न पार्न चाहन्छु। आजभन्दा केही वर्ष अगाडिदेखि चाहिँ विश्व चाहिँ एक ध्रुवीय व्यवस्थामा थियो, अर्थात् 2 ध्रुवीय व्यवस्थामा थियो। कसैले के भन्छ, सन् 1945 देखि अमेरिका विश्वको सुपर पावर भएर आयो
अमेरिकाकै दबदबा संसारभरि छायो भन्छ र कतिले होइन एक धर्मीय व्यवस्था थिएन, दुई धर्मीय थियो। एकापट्टि चाहिँ पुँजीवादी व्यवस्था लिएर अमेरिका अगाडि बढिरहेको थियो, अर्कोतिर साम्यवादी व्यवस्था बोकेर चाहिँ रसिया अगाडि बढिरहेको थियो भनेर चाहिँ तर्क वितर्क गर्नेहरू पनि हामीले देख्छौँ। तर अबको यो संसार चाहिँ वर्तमान समय चाहिँ एक ध्रुवीय दुई ध्रुवीय होइन, अब चाहिँ विश्व चाहिँ बहुध्रुवीय मल्टिपोलर सिस्टममा चाहिँ गइसकेको छ भनेर चाहिँ विशेषज्ञले पनि भन्छन् र वर्तमान सभ्य प्रेसिडेन्टले यही कुरा भन्दै आइरहनु भएको छ। अबको विश्व चाहिँ एक ध्रुवीय दुई ध्रुवीय होइन, बहुध्रुवीय व्यवस्थाले चाहिँ संसार चल्छ, संसारको नेतृत्व गर्छ भनेर चाहिँ सत्य प्रेसिडेन्टले भन्दै आइरहनु भएको छ। अब कुरा रह्यो के त भन्दाखेरि हामीले एक ध्रुवीयलाई रुचाउने हो भनेदेखि हामी G7 को पक्षमा जानु पर्यो, जसको नेतृत्व पश्चिमा देशले गर्छ। फ्रान्स भयो, बेलायत भयो, जर्मनी पनि होला, जापान पनि होला, अमेरिका पनि छ। जापान त पूर्वकै देश हो, तर उच्च सङ्ख्या बढाउने हिसाबले मात्रै G7 भयो। त नीति कसले बनाउँछ, कार्यान्वयन कसले बनाउँछ त भन्दाखेरि विशेष गरी अमेरिकाले। G7 भयो उता, G7 को पनि नेतृत्वदायी भूमिका कसले निर्वाह गर्छ त भन्दा अमेरिकाले। त G7 लाई हामीले आत्मसात गर्ने भने पश्चिमाको दबदबा कायम रहन्छ, उनीहरूको नीति निर्देशन हामीले पालना गर्नुपर्ने। अब हामी कता जाने त भन्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको बाटो हामीले अपनाउनु पर्ने बाटो चाहिँ के हो त भन्दाखेरि हामीले चाहिँ ब्रिक्सको बाटो अपनाउनु पर्यो। अब हामीले चाहिँ ब्रिक्सको बाटो अपनाउनु पर्यो। ब्रिक्समा को छ त भन्दाखेरि ब्राजिल भयो, इन्डिया भयो, चाइना भयो, साउथ अफ्रिका भयो, यी देशहरू चाहिँ ब्रिक्समा छन्। अब ब्रिक्समा त छन्, तर ब्रिक्सको पनि नेतृत्व कसले गर्छ त भन्दाखेरि फेरि चाइनाले चाहिँ अबको सुपर पावर म बन्छु भनेको छैन नि। फेरि उसले चाहिँ के भनेको छ त भन्दाखेरि अबको नेतृत्व चाहिँ बहुराष्ट्रले गर्छ, अर्थात् बहुध्रुवीय राष्ट्रमा गएर अबको व्यवस्था बनाएको छ। म बन्छु भनेको छैन, हामी बन्छौँ भनेको। को बन्छौँ? अबको नेतृत्व चीन, भारत, साउथ अफ्रिका, ब्राजिल, रसिया मिलेर हामी अब विश्वको नेतृत्व चाहिँ हामी गर्छौँ भनेको छ। फेरि चीनले मै बन्छु त भन्नु भएन हो त फेरि उसले होइन, अबको सर्वश्रेष्ठ मै हो भन्नु उसको के भन्छ नैतिकताले दिँदैन, उसले नभन्नु उसको डिप्लोमेसी भयो। तर हामीले निहाल्दाखेरि चाहिँ अबको नेतृत्व चाहिँ यता ब्रिक्सको पक्षमा आउँछ र त्यसको देशभित्रको नेतृत्व कसले गर्छ? G7 को नेतृत्व त्यहाँ 7 वटा प्रमुख देशहरू भए तापनि त्यसको नेतृत्व अमेरिकाले गर्ने भयो। यता ब्रिक्समा 5 वटा जति प्रमुख देशहरू भए तापनि त्यसको फेरि सर्वोच्च नेतृत्व कसले गर्छ त भन्दाखेरि चाइनाले गर्छ। त्यसकारणले गर्दाखेरि यो चाहिँ फेरि कसरी विश्वास गर्नु, यो त नपत्याउने कुरा हो भन्ने पनि लाग्न सक्छ। तर चीनको सैन्य प्रविधि, उसको AI को विकास, उसको आर्थिक प्रगति, उसको प्राविधिक क्षेत्रको उपलब्धि, उसको उत्पादन र वितरण, यो सबैलाई हेर्दाखेरि अहिले 2026 को हामीले डाटा हेर्यौँ भने उसको GDP चाहिँ 4.7% ले वृद्धि भएर गएको छ 6 महिनाभित्रमा हैन। यो 2026 को 6 महिनाभित्र उसको GDP चाहिँ 4.7% ले वृद्धि भएर गएको छ। यो सबै उपलब्धिलाई हेर्दाखेरि उसको आकाशमा रहने सेना, उसको जमिनमा रहने सेना र उसको समुद्रमा रहने सेनाको त्यो प्रगतिलाई हेर्दाखेरि, उसको आविष्कार, उसको टेक्नोलोजीलाई हेर्दाखेरि पनि अबको विश्वको नेतृत्व चाइनाले गर्न सक्छ भन्ने कुरामा चाहिँ कुनै पनि द्विमत छैन। त्यसकारणले गर्दाखेरि हामीले अब कसको नेतृत्व मान्ने त भन्दा पश्चिमाको नेतृत्व मान्ने हो भने हामी G7 मा जानु पर्यो। हामी चाहिँ पूर्वकै देशहरूको नेतृत्व मान्ने हो भने हामी चाहिँ ब्रिक्समा जानु पर्यो। त्यसकारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनको बाटो चाहिँ अब हामी पश्चिमाको नेतृत्व नस्वीकार्ने, हामी पूर्वकै देशहरूको नेतृत्व स्वीकार्ने भएकाले गर्दाखेरि अबको हाम्रो बाटो चाहिँ ब्रिक्सको बाटो भनेर वर्तमान सदस्यहरूले भन्दै आइरहेको भएको छ।
किन हामीले ब्रिक्सको बाटो अवलम्बन गर्ने, किन हामीले बिरालोको बाटो अवलम्बन गर्ने भन्दाखेरि अहिले जुन ब्रिक्सको नेतृत्व चाइना र रसियाले गर्न खोजिरहेको छ, गरिरहेको छ, उनीहरूको सबैभन्दा राम्रो पक्ष के छ त भन्दाखेरि उनीहरूले कुनै पनि देशको सार्वभौमसत्तामाथि, कुनै पनि देशको स्वतन्त्रतामाथि प्रहार नगर्ने सबैभन्दा राम्रो पक्ष थियो। तर पश्चिमाको चाहिँ के छ त भन्दाखेरि कुनै पनि देशको सार्वभौमसत्तामाथि प्रहार गर्ने, कुनै पनि देशको स्वतन्त्रतामाथि प्रहार गर्ने, त्यो सबैभन्दा दुःखलाग्दो र कुनै पनि देशलाई अमान्य हुने बिन्दु यो। जस्तो कि अमेरिकाको नीति ठिक छ, अनुदान ठिक छ, ऋण ठिक छ, सब कुरा ठिक छ, तर जुन एमसीसीको कुराहरू आयो, हाम्रो संविधानलाई नै प्रहार गर्ने, हाम्रो देशको सार्वभौमसत्तामाथि नै प्रहार गर्ने, देशको स्वतन्त्रतामाथि नै प्रहार गर्ने जुन उसले कुराहरू अगाडि सारे, जुन एससीपीको कुराहरू अगाडि सारे, उसले कुनै पनि देशमा लगेर आफ्नो सेना राख्ने जुन कोसिसहरू, जुन भूमिकाहरू निर्वाह गर्दैछ, यो कुराहरू चाहिँ हाम्रो निमित्त यो चाहिँ कुनै पनि हालतमा स्वीकार्य छैन। यो कुराहरू हामी स्वीकार सक्दैन भन्ने कुरा हो। त्यस कारणले गर्दाखेरि चीन र रसियाको नेतृत्वमा जुन ब्रिक्स जुन गठबन्धन बन्दैछ, त्यसले सबैभन्दा राम्रो कुरा के उठाएको छ भन्दा उसले कुनै पनि देशको सार्वभौमसत्तामाथि, कुनै पनि देशको स्वतन्त्रतामाथि प्रहार नगर्ने, त्यो सबैभन्दा राम्रो पक्ष छ। त्यसकारणले गर्दाखेरि यो बाटो फेरि हामीले चाहिँ छिमेकी देशको विरुद्धमा लाग्यौँ भने, छिमेकी देशको विरुद्धमा लागेर धेरै टाढाको देशसँग चाहिँ हामीले हातेमालो गऱ्यौँ, काँधमा काँध मिलाएर हातमा हात मिलाएर हिँड्यौँ भने त्यसको परिणाम चाहिँ हामीले के भोग्नुपर्छ भन्दाखेरि नाकाबन्दी त भन्दैन, तर समयमा हामीले डिजेल पाउँदैनौँ, समयमा हामीले पेट्रोल पाउँदैनौँ, समयमा हामीले ग्यास पाउँदैनौँ। आज भारत किन यस्तो अवस्थामा छ? हाम्रो दाजुभाइहरू, मेरो छिमेकी साथीभाइहरू रोजगारीको निमित्त धेरैजना भारतमा जानुभएको छ, मेरै साथीहरू जानुभएको छ। अस्ति धेरैजना घर आए, किन घर आएको भनेर सोधेको, होटलमा त अहिले दौडाले बनाउँदैछ अरे खाजा खाना त नि, होटलमा त अहिले दौडाले पकाउँदैछ अरे। अहिले नेपालमा यहाँ कस्तो छ, मेरो गाउँमा कुनै पनि डिलरमा ग्यास छैन है, अहिले तत्काल आज भोलि हिजो ग्यास छैन, यहाँ छ भने अर्कै कुरा हो। त्यो किन हामीले भोगिरहेछौँ त भन्दाखेरि हामीले जुन समूहमा हामीले जानु पर्थ्यो त्यो समूहमा हामी नगएकाले गर्दाखेरि यो भइरहेको छ। अस्ति भारतको ट्याङ्करहरू हर्मुजमा किन पड्काइयो? इरानको त्यो हर्मुजमा भारतको तपाईँको डिजेल बोकेको, ग्यास बोकेको, पेट्रोल बोकेको गाडीहरू, त्यो जहाजहरू किन पड्काइयो त भन्दाखेरि भारत जुन समूहमा जानु पर्ने थियो त्यो समूहमा गएन, उसले अर्कै समूहहरू, त्यसको परिणाम उसले दुष्परिणाम उसले भोगिरहेको छ। त्यसकारणले हामीले समूह चिन्न सकेनौँ, हामीले आफ्नो वतन चिन्न सकेनौँ भने हामीले त्यसको परिणति भोग्नुपर्ने त्यो अवस्था सिर्जना हुन्छ। यो कुराहरू छ। र अर्को कुरा तपाईँलाई म फेरि भन्न चाहन्छु, सब्जेक्ट प्रेसिडेन्टले पटक पटक भन्दै आउनुभएकै कुरा तपाईँहरू माझमा राख्न चाहन्छु। आज तपाईँहरू माझमा उहाँ भन्नुभयो, रहनु भएको भए उहाँ स्वयंले भन्नुहुन्थ्यो र यस पछाडिको उहाँसँगको भेटमा तपाईँहरू माझमा फेरि पनि कुराहरू पस्केर हुनेछ। उहाँले के भन्दै हुनुहुन्छ त भन्दाखेरि भारतमा सन् 1948मा परिवर्तन त भयो, बेलायतबाट आएको गोरा अङ्ग्रेजहरू सन् 1948मा चाहिँ भारत छोडेर फर्किए, भारत स्वतन्त्र भयो भनेर हामीले इतिहासहरू पढ्छौँ। सन् 1948मा चाहिँ बेलायतबाट आएका विदेशी गोराहरूको हातबाट भारत चाहिँ स्वतन्त्र भयो। तर को स्वतन्त्र भयो त भन्दाखेरि त्योभन्दा लगभग 3500 वर्ष अगाडि कौकासियसबाट इरान, अफगानिस्तान, पाकिस्तान, सिन्धु घाटी भएर चाहिँ भारत प्रवेश गरेका ती साम्राज्यवादी काला आर्यनहरू चाहिँ साम्राज्यवादी गोराका हातबाट स्वतन्त्र भए। तर त्यहाँको मूलवासी मङ्गोलहरू आजसम्म स्वतन्त्र हुन पाएको छैन। त्यहाँको मूलवासी मङ्गोलहरू दोहोरो दासत्वमा थिए। कस्तो दोहोरो दासत्वमा थिए त भारतका मूलवासीहरू भन्दाखेरि
भारतका मूलवासीहरूको माथि एउटा तह 3500 वर्ष अगाडि भारत प्रवेश गरेका काला आर्यहरूको थियो र त्योभन्दा माथि अर्को तह 300 वर्ष अगाडि बेलायतबाट प्रवेश गरेका गोरा आर्यहरू थिए। दुई तहको दासत्वमा त्यहाँका मूलवासीहरू बाँच्न दिवस थिए। त सन् 1948 मा चाहिँ एक तहको शासकहरू विदा भए तर अर्को तहको शासकहरू आज पर्यन्त कायम छन्। त्यसकारणले सन् 1948 मा ब्रिटिस शासकहरू भारत छोडेर गए तापनि त्यहाँ यता 3500 वर्ष अगाडि भारत प्रवेश गरेका काला आर्यनहरूबाट आज पर्यन्त त्यहाँका मूलवासीहरू चाहिँ दबिएर शोषित भएर बाँच्नु परेको व्यवस्था छ। त्यसकारण सन् 1948 मै त्यहाँको मूलवासी मङ्गोलका हातमा आउनुपर्छ शासन सत्ता, तर त्यहाँ चाहिँ अर्कोले त्यो अवसर फेरि खोसिदिएका कारणले गर्दाखेरि अब सन् 1948 देखि यता आएर सन् 1928 मा अहिले 26 लाग्दैछ। 28 मा आएर चाहिँ भारतका मूलवासी मङ्गोलहरूको हातमा चाहिँ शासन सत्ता आउँछ भनेर चाहिँ वर्तमान सदैव प्रेसिडेन्टज्यूले चाहिँ यो हिसाबले एउटा गणितीय हिसाब किताब गरेर उहाँले यो कुरा भन्दै आइराख्नु भएको छ। किन भन्दाखेरि कुनै पनि व्यवस्थाले 80 वर्षभन्दा बढी चाहिँ शासन गर्न सक्दैन। त्यसकारणले गर्दाखेरि 28 मा चाहिँ 80 वर्ष पुरा हुन्छ ब्रिटिसहरूले भारत छोडेको। त्यसकारणले गर्दाखेरि अब चाहिँ त्यहाँको 2 वर्षभित्रमा चाहिँ अब त्यहाँ भारत नगरी मूलवासी मङ्गोलहरूको शासन सत्ता आउँछ भनेर चाहिँ उनीहरूको हातमा आउँछ भनेर भन्दै आइराख्नु भएको छ र त्यसको छाटकाटहरू हामीले देख्न पाइरहेका छौँ। तपाईँलाई थाहा छ आजभन्दा अगाडिको इलेक्सनमा प्रतिपक्ष नै नहराउने गरे बिजेपीले त्यति सिट जितेको थियो, यति धेरै तपाईँको 2/3 बहुमत भनेको त्यो सदनमा कुनै पनि प्रतिपक्ष हुँदैन थियो, त्यहाँ विपक्षीले बोलेको कुनै सुनवाई हुँदैन थियो। तर अस्तिको निर्वाचनमा 2/3 बहुमत ल्याउन सकेन र अहिले आएर संसद भवनमा मोदीको विषयमा कुराहरू उठ्छ, मोदी चोरको नारा लाग्न थालिसकेको छ। र त्यति मात्रै होइन कि भर्खरै तपाईँको शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने परिस्थिति सिर्जना भयो। तपाईँको सिजेपी अर्थात् कोक्रोच जनता पार्टीको आन्दोलन चर्केर त्यो चुनावमा पुगेको छ, जुन आन्दोलनले भारतको शिक्षा मन्त्रीको राजीनामा माग्यो, राजीनामा दिनुपर्ने परिस्थिति आयो। अब त्यो त्यतिमा रोकिँदैन, अहिले हेर्दा त्यसमा रोकिएको जस्तो देखिन्छ। शिक्षा मन्त्रीले राजीनामा दियो, अब सक्यो मात्र हुन्छ भन्ने देखिन्छ, तर त्यो हुँदैन। त्यो तपाईँको त्यो आन्दोलनले वर्तमान सरकारको प्रधानमन्त्रीसम्मै त्यो आन्दोलन चाहिँ चर्केर पुग्छ। त्यस्तै गरी नेपाल चाहिँ सन् 1951 मा चाहिँ काला अङ्ग्रेज अर्थात् राणा शासनबाट चाहिँ 2007 साल अर्थात् 1951 मा चाहिँ स्वतन्त्र भएका कारणले गर्दाखेरि चाहिँ अब 80 वर्ष कहिले पुग्छ त भन्दाखेरि 2031 मा चाहिँ अर्थात् अबको 5 वर्षभित्रमा चाहिँ 80 वर्ष पुरा हुन्छ। ती साम्राज्यवादी ती काला अङ्ग्रेज राणा शासनको हातबाट यो मुलुक स्वतन्त्र भएको 80 वर्ष पछाडि 2007 सालमा विक्रम सम्वत 2007 सालमै अर्थात् 1951 मा नै नेपालमा चाहिँ मूलवासी मङ्गोलहरूको हातमा शासन सत्ता आउनु पर्थ्यो। तर त्यो अवसर चाहिँ फेरि त्यसैको सन्देह सानोले खोसेर खाइदिएको कारणले गर्दाखेरि त्यो हाम्रो हातमा आउनु पर्ने त्यो अवसर चाहिँ हामीले गुमाएका थियौँ र अब ती साम्राज्यवादी काला अङ्ग्रेज राणाको हातबाट नेपाल स्वतन्त्र भएको 80 वर्ष चाहिँ अब सन् 2031 मा पुरा भएका कारणले गर्दाखेरि अबको 5 वर्षभित्रमा चाहिँ नेपालमा पनि मूलवासी मङ्गोलहरूको हातमा शासन सत्ता आउँछ भनेर चाहिँ वर्तमान सदैव प्रेसिडेन्टले चाहिँ ठोकुवा गर्दै आइराख्नु भएको छ। यही कुरा चाहिँ मैले तपाईँहरूलाई यो कुरा जगजाहेर गराएको हो र यो चाहिँ ईश्वर भोटको सिद्धान्तले पनि यो कुरा भन्दो रहेछ कि 80 वर्ष 90 वर्ष एउटा चक्र हुन्छ र त्यो चक्रमा 80 वर्षमा चाहिँ एउटा शक्तिको पतन हुन्छ र अर्को शक्तिको अर्को व्यवस्थाको अर्को सिद्धान्तको जन्म हुन्छ। त्यसले फेरि 80-90 वर्षमा चाहिँ फेरि शासन गर्छ भन्ने खालको एउटा त्यो सिद्धान्त रहेछ। त्यो सिद्धान्तलाई आधार मानेर पनि हामीले यो कुराहरूको दाबी गर्न सक्छौँ। र अर्को कुरा म फेरि तपाईँलाई घोषणा गर्न चाहन्छु।
अस्ति नै 2025 को आम निर्वाचनमा हामी सबै भुगेका थियौँ। तपाईहरु मध्ये धेरैजना उम्मेदवार भएर त्यो चुनावमा होमिनु भएको थियो। म पनि त्यो चुनावमा होमिएको थिएँ र मैले पनि त्यो चुनावमा सहभागी हुँदै गर्दाखेरि उम्मेदवार भएर गाउँठाउँमा घुमिरहँदाखेरि जुन तरिकाको परिणाम आउनुपर्ने थियो त्यो आउँदैन भन्ने कुरा मैले मोटामोटी अटल गरिसकेको थिएँ। तर पनि कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक, आफूलाई साथ दिने कार्यकर्ताहरूका निराश बनाउनु भएन हैन। उनीहरूलाई हेर्दाखेरि, उनीहरूलाई देख्दाखेरि त परिणाम राम्रै आउँछ भन्ने तरिकाले नै प्रस्तुत हुनुपर्ने परिस्थिति थियो। तर हामीले चाहिँ हामीले जुन तरिकाको परिणाम आउनुपर्ने थियो र त्यही नै आयो भन्ने लाग्छ। जुन परिणाम आयो हाम्रो निर्वाचनमा त्यो परिणाम आउँछ भन्ने कुरामा चाहिँ पहिल्यै थाहा थियो। तर पनि अब हामीले हाम्रो कार्यकर्तालाई हामीले त्यो कुरा भनेनौँ र यसमा हामी दुखी पनि छैनौँ। किन दुखी छैनौँ भन्दा हामीले धेरै सिट जित्ने अपेक्षा राखेको थियो र हामीले एउटा सिट नजितेको भए दुखी हुने कुराहरू हुन्थ्यो। हामीलाई चुनावको परिणाम यही नै आउँछ भन्ने कुरा लागेको थियो, त्यही नै आयो। त्यस कारणले गर्दाखेरि यसमा कुनै दुःख लागेको छैन। र सर्वे प्रेसिडेन्टले चाहिँ के भन्नुभएको थियो त चुनाव अगाडि भन्दाखेरि यो 2025 को चुनावमा मङ्गोल नेसनल अर्गनाइजेसनले कुनै न कुनै सिट जित्छ र जितेन यदि भनेदेखि चाहिँ म राजनीतिबाट अथवा प्रेसिडेन्टबाट चाहिँ राजीनामा दिन्छु भनेर उहाँले घोषणा गर्नुभएको थियो कुनै मिडिया मार्फत। त्यो तपाईँलाई थाहा छ 2025 को निर्वाचनमा एमएनएले एउटा सिट जितेन भने मैले प्रेसिडेन्टको पदबाट राजीनामा दिन्छु भनेर उहाँले घोषणा गर्नुभएको थियो। अब त्यो घोषणा फेरि प्रेसिडेन्ट जस्तो व्यक्तिको त्यो फेरि घोषणा चाहिँ फेरि त्यो घोषणै हो नि। फेरि रेला गरेको थिएँ मैले त्यो बेला भन्ने कुरा हुँदैन फेरि होइन। मैले प्र्याङ्क गरेको भन्ने कुरा हुँदैन नि फेरि होइन। प्रेसिडेन्टको घोषणा हो होइन। त्यो फर्किने खालको घोषणा हुँदैन। तर पनि के चाहिँ हुन्छ त भन्दाखेरि फेरि सङ्गठनले आवश्यक ठान्यो भने, फेरि आम कार्यकर्ताले आवश्यक ठान्यो भने, सङ्गठनको जिम्मेवार व्यक्तिहरूले आवश्यक ठान्यो भनेदेखि फेरि एकचोटि रिक्वेस्ट गर्ने ठाउँहरू चाहिँ रहन्छ। यो सङ्गठनमा अझै पनि तपाईँले नेतृत्व त्याग्ने समय भएको छैन। अझै पनि तपाईँ पछाडिको कार्यकर्ताहरू यो नेतृत्व सम्हाल्नको लागि तयार भएको छैन। त्यस कारणले गर्दाखेरि अझै पनि एक कार्यकाल, अझै पनि 2 कार्यकाल चाहिँ तपाईँले नै फेरि नेतृत्व गर्नुपर्छ भनेर फेरि सङ्गठनको जिम्मेवार व्यक्तिहरूले रिक्वेस्ट गर्ने ठाउँ चाहिँ छ। हामीले गर्ने रिक्वेस्ट हो, फेरि त्यसलाई स्वीकार्ने नस्वीकार्ने फेरि उहाँको कुरा हो फेरि होइन। मैले बोलिसकेँ, अब मैले बोलिसकेको वचन फिर्ता हुँदैन। त्यस कारणले गर्दाखेरि अब अर्को नयाँ नेतृत्व चाहिँ तयार हुनुपर्छ भनेर उहाँले आफ्नो अडान लिने, आफ्नो अडानलाई कायम गर्ने, कायम राख्ने र आफ्नो वचन प्रतिबद्ध रहने उहाँको आफ्नो भूमिका फेरि आफ्नै ठाउँमा छ। फेरि त्यसमा हामीले केही पनि गर्न सक्ने कुराहरू हुँदैन। त्यसको लागि फेरि हामीले अर्को नेतृत्व अगाडि सार्नु पर्ने हुन्छ। उदाहरणको रूपमा तपाईँलाई म के भन्न चाहन्छु भन्दाखेरि यो पालिको विश्वकप फुटबल सबैले हेर्नुभयो जस्तो लाग्छ मलाई होइन। हेर्नुभयो सन् 2000 अहिले यो अब 2026 को त कुरा नगरौँ किनकि धेरैजना साथीहरू अर्जेन्टिनाको फ्यान थिए। फाइनलको दिन अर्जेन्टिनाको फ्यानहरू यति रिसाए कि टिभीमा हेर्दै कस्तो खेलेको आज अर्जेन्टिनाले सेन्टर बटाउन सकेन भन्ने धेरै थिए होइन। तर के चाहिँ गर्नु, के मैले तपाईँलाई उदाहरण दिन खोजेको भने लियोनल मेसी जो विश्व प्रसिद्ध फुटबल खेलाडी हो, उनले 2016 मा राजीनामा दिएको थिए, अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए। तर के भयो, राष्ट्रले उसको आवश्यकता ठान्यो, कोचहरूले उसको आवश्यकता ठान्यो, राष्ट्रिय टोलीले उसको आवश्यकता ठान्यो, फुटबल प्रशिक्षकले उसको आवश्यकता ठान्यो र त्यसले उसलाई रिक्वेस्ट गर्यो र 2022 मा उसले विश्वकप जिताएन। भन्नुको मतलब फुटबल खेलाडीले सन्यास दिए तापनि फुटबल प्रशिक्षकले
राष्ट्रिय टिमले राष्ट्रको जिम्मेवार नेताले फेरि रिक्वेस्ट गर्यो भने रिक्वेस्ट गर्ने एउटा ठाउँ रहन्छ। आउने कि नआउने फेरि स्वयंको निर्णयमा भर पर्ने कुरा हो। त्यस कारणले गर्दाखेरि अब सध्या प्रेसिडेन्ट बुद्धरामले चाहिँ अब 2025को चुनावमा नजितेपछि राजीनामा दिन्छु भन्नुभएको थियो। राजीनामा दिन्छु र अबको 7औं राष्ट्रिय महाधिवेशन मङ्गोल नेसनल अर्गनाइजेसनको 7औं राष्ट्रिय महाधिवेशनमा चाहिँ म प्रेसिडेन्टको उम्मेदवार बन्दिनँ भनेर घोषणा गर्नुभयो। अब चाहिँ हाम्रो पालो आउने भयो भनेर फेरि मक्क पर्ने काम चाहिँ हामीले गर्नु हुँदैन हैन। अब चाहिँ बल्ल मेरो प्रेसिडेन्ट बन्ने पालो आएछ भने फेरि त्यो हैन, त्यसलाई चाहिँ हामीले अवसरको रूपमा बल्ल मेरो पालो आउने भएछ भने त्यसमा चाहिँ हामीले होडबाजी गर्नु हुँदैन हैन। एउटा कुरा संगठनको जिम्मेवार व्यक्तिहरूले फेरि पनि तपाईँको आवश्यकता छ हैन। तपाईँले नेतृत्व सम्हाल्नु भएन भने फेरि संगठन तलमाथि हुन सक्छ, धराशायी बन्न सक्छ। त्यसकारणले गर्दाखेरि तपाईँ एकचोटि एक कार्यकालको लागि फेरि पनि तपाईँ अगाडि बढ्नुपर्छ भनेर हामीले रिक्वेस्ट गर्नुपर्छ। त्यो गर्ने हाम्रो दायित्व, हाम्रो कर्तव्य जस्तो लाग्छ। र अब बाँकी निर्णय उहाँमा भर पर्यो। उहाँले फेरि कसै न कसैलाई नेतृत्व अब तयार भइसकेको देख्नु भएको हुनसक्छ होइन। म नरहे तापनि अब फलाना व्यक्तिले यो सङ्गठन ढाक्न सक्छ भनेर देख्नु भएको हुनसक्छ होइन। उहाँको त पाइलामा उहाँले त विश्लेषण गरिराख्नु भएको हुन्छ, अनुसन्धान गरिराख्नु भएको छ। प्रत्येक नेता कार्यकर्ताको पाइलामा उहाँले वाच गरिराखेको हुनसक्छ होइन। त्यस कारण कोही व्यक्ति कोही कार्यकर्ता तयार भएको देख्नु भएर त्यो निर्णय गर्नु भएको पनि हुनसक्छ। यो पनि विकल्प छ। तर यदि उहाँले अबको 7औं राष्ट्रिय महाधिवेशनमा त्यो प्रेसिडेन्टको उम्मेदवार बन्न चाहनु भएन र अर्को कुनै व्यक्तिलाई चाहिँ त्यो ठाउँ छोडिदिने उहाँको अन्तिम निर्णय भयो भनेदेखि पनि फेरि हामीले हाम्रो विधान छ मङ्गोल नेसनल अर्गनाइजेसनको विधान, त्यसमा पनि थोरै संशोधन गरेर अहिले त हाम्रो विधानमा चाहिँ मेजर 7 को कुरा छ। माथि कार्यकारिणी सभामा प्रेसिडेन्ट, मूल सचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, प्रधान सचिव, प्रवक्ताका 7वटा हामीले कार्यकारिणी सभामा 7वटा पदको हामीले व्यवस्था गरेका छौँ। तर संविधानलाई संशोधन गरेर त्योभन्दा पनि माथि कार्यकारिणी सभाभन्दा माथि एउटा हामीले संगठनको संरक्षक भन्ने एउटा पदको सिर्जना गरेर पनि फेरि वर्तमान सत्य प्रेसिडेन्टलाई चाहिँ यो मङ्गोल नेसनल अर्गनाइजेसनको संरक्षकको रूपमा त्यो कार्यकारिणी सभाभन्दा पनि माथि फेरि संविधान संशोधन गरेर त्यहाँ राख्ने त्यो पनि हामीले निर्णय चाहिँ गर्न सक्छौँ। त्यो विकल्प पनि हामीसँग छ। त्यसकारणले यो सङ्गठनमा, राजनीतिमा, देशको निमित्त योगदान गर्ने कुरामा चाहिँ के पनि हुँदो रहेछ त भन्दा अब हामीले त सिधै सोध्ने कुरा भएन, तपाईँले किन यस्तो निर्णय गर्नुभएको भनेर सोध्ने कुरा पनि भएन। उहाँ अब सङ्गठनको चाहिँ प्रमुख व्यक्तिले गर्नुभएको निर्णय कच्चा निर्णय हुँदैन। तर एउटा कुरा चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो इतिहास, कुनै पनि व्यक्तिको इतिहास चाहिँ हामीले जीवनमा चाहिँ के उपलब्धि हासिल गर्यौँ, हामीले के प्राप्त गर्यौँ, के चिजहरू चाहिँ के गतिका चिजहरू चाहिँ हामीले जीवनमा प्राप्त गर्यौँ, के उपलब्धिहरू हामीले हासिल गर्यौँ भन्ने कुराले चाहिँ हाम्रो आधी इतिहास मात्रै बन्द रहेछ। बाँकी आधी इतिहास चाहिँ हामीले कस्तो कुरा चाहिँ त्याग गर्यौँ त, हामीले कस्तो कुरा चाहिँ त्याग्न गयौँ भने देशको लागि हामीले 80% मूलवासी मङ्गोलको निमित्त, 3 करोड नेपाली जनताको उत्थानको निमित्त चाहिँ हामीले के कुरा त्याग्यौँ त भन्ने कुराले फेरि आधी इतिहास चाहिँ कभर गर्दैछ। हामीले जीवनमा सबै कुरा पाउन मात्रै खर्च गऱ्यौँ भने फेरि हाम्रो इतिहास चाहिँ बन्दैन। हामीले के कुरा गुमाउनको लागि, त्याग्नको लागि तयार भयौँ, त्यसले फेरि आधी इतिहास बन्छ र इतिहास चाहिँ पूर्ण बन्छ। महामना डाक्टर गोपालजीले त्यो बेलाको तत्कालीन राजाले दिएको राजदूत, सिडिओ जस्ता पदहरू, मन्त्री जस्ता पदहरू, अञ्चलाधीश जस्ता त्यो पदहरू चाहिँ नत्याग्नु भएको भए फेरि उहाँको इतिहास पनि पूर्ण हुँदैन। त्यस कारण म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु। भर्खरै शहीद हुनुभएको इरानको सर्वोच्च नेता आयतुल्ला खामेनीको तपाईँले हेर्नुभयो भने ऊ सिया मुस्लिम धर्मको चाहिँ प्रमुख व्यक्ति हो। प्रमुख संसारभरि जति पनि रहेको छ, संसारभरि, इरानमा मात्रै होइन,
संसारभरि रहेको सिया मुस्लिमहरूको प्रमुख व्यक्ति हो, धार्मिक रूपमा प्रमुख व्यक्ति हो। त्योभन्दा माथिको कुनै पोजिसन छैन, त्यो धर्मको त्योभन्दा माथि कुनै पद छैन, पोजिसन छैन, त्यो पदमा पुगेको व्यक्ति हो। तर त्यहाँसम्म पुग्दाखेरि पनि उसको इतिहास चाहिँ आधा मात्रै इतिहास हो। तर अब उसको इतिहास के गर्यो? उसले देशको लागि के दियो त? त्यो धर्मावलम्बीको लागि के दियो त भन्दाखेरि उसले आफ्नो जीवन चाहिँ के गर्यो? बलिदान दियो। त्यो बलिदानले उसको इतिहास के भयो? पूर्ण भयो। अब त्यो ठाउँ, त्यो सम्मान गर्ने, त्यो आदरणीय ठाउँ चाहिँ कुनै पनि व्यक्तिले त्यसलाई स्थापित गर्न सक्दैन। त्यसकारणले गर्दाखेरि हामीले के पायौँ? त्यो पद पायो भन्दैमा, इरानको सर्वोच्च नेता भयो भन्दैमा उसको इतिहास पूर्ण हुँदैन। के दियो त भन्दा आफ्नो जीवन बलिदान दियो। त्यो बलिदानले चाहिँ उसको इतिहासलाई पूर्ण बनाउँछ। त्यसकारणले गर्दाखेरि अब यहाँ आजभन्दा अगाडिको घटनालाई हामीले हेऱ्यौँ भने प्रेसिडेन्ट बन्नको लागि मर्यादा गर्ने साथीहरू थिए क्या। म व्यक्तिको नाम भन्दिनँ, प्रेसिडेन्ट बन्नको लागि मर्यादा गर्ने व्यक्तिहरू थिए। अब त्यो प्रेसिडेन्ट बन्नको लागि, त्यो पद प्राप्त गर्नको लागि कोही व्यक्तिहरू मर्यादा गरिरहेको छ, कोही व्यक्ति त्यही पद त्याग गर्नको लागि चाहिँ हुँदा हतार गरिराख्नु भएको छ। भन्नको मतलब त्यो पद प्राप्त गर्न मात्रै इतिहास भन्दैन, त्यो पदको लालच नगरिकन अब समय भयो, मैले मार्ग प्रशस्त गरिदिनुपर्छ भनेर त्यो दूरदर्शी सोच राखेर, त्यो महान सोच राखेर गर्नुपर्ने निर्णय गर्नुपर्ने कुराले त्यो इतिहासलाई, उहाँको इतिहासलाई फेरि पूर्ण बनाउँछ भन्ने ठानेर पनि त्यो निर्णय गर्नुभएको हुनसक्छ। चाहे जे होस्, हामीले आफ्नो दायित्वलाई, हाम्रो भूमिकालाई मध्यनजर गर्दै एकचोटि हामीले भन्ने कुरा चाहिँ हामीले गर्नुपर्छ। बाँकी कुरा चाहिँ उहाँमाथि छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन चाहन्छु। र अब अलिकति म कुरा तपाईँलाई म थप्न चाहन्छु। अस्ति भर्खर निर्वाचनमा हामीले आफ्नो तर्फबाट कुनै पनि कमी कमजोरी राख्यौँ जस्तो लाग्दैन। हामीले आफ्नो तर्फबाट जति योगदान गर्नुपर्ने थियो यो चुनावमा हामीले गऱ्यौँ। तर पनि हामीले जुन अपेक्षा राखेका थियौँ, योचोटि त हामी कुनै पनि हालतमा सांसद भवनमा हामी प्रवेश गर्छौँ भनेर त्यो अपेक्षा राखेका थियौँ, त्यो पुरा भएन। त्यो आफ्नो ठाउँमा छ। तर हामीलाई यसपालि संसद भवनभित्र प्रवेश गर्न नदिनको लागि अनेक किसिमका षड्यन्त्रहरू भए, त्यो पनि आफ्नो ठाउँमा छ। तर भयो के त? मुख्य कुरामा हामी जानु पर्यो। यतिखेर हिजो महामन्त्री डाक्टर गोपाल गुरुङजीलाई साम दाम दण्ड भेदको नीति प्रयोग गरियो। अहिले सङ्गठनको नेता र यो सङ्गठनमाथि नै साम दाम दण्ड र भेदको नीति प्रयोग भइरहेको छ। साम भनेको तर्साउने, धम्काउने, त्यसमा पनि एमएलए चुकेन। दाम पैसा दिने, लोभ्याउने, विभिन्न अवसरहरू देखाउने, त्यहाँ पनि एमएलए फसेन। दण्ड सङ्गठनको चुनाव चिन्ह घोषित दिने, श्रीनिवासलाई गोली हाने भनेर आफ्नै अङ्गरक्षकलाई गोली हान्नु लगाएर सङ्गठनमाथि आक्षेप लगाएर आतङ्कवादी घोषणा गर्ने त्यो चेष्टाहरू गरियो। कुनै एउटा व्यक्तिलाई देशको राष्ट्रिय झण्डा जलाउन लगाएर त्यो आक्षेप पनि मङ्गोल नेसनल अर्गनाइजेसनको माथि थोपरेर संविधान विरोधी बनाउन खोज्ने त्यो खालको दुष्टैहरू पनि हाम्रो सङ्गठनमाथि भएको छ। यो भनेको दण्डहरू हो। घरि मङ्गोल नेसनल अर्गनाइजेसनको नामै परिवर्तन गरेर ल्याउनुपर्छ भनेर भन्ने, त्यस्तो दबाब दिने, यो भने त्यो दण्ड। एमएलए माथि लादिएको साम, डर, धम्की, त्रास, त्यसमा पनि चुकेन। दाम, लोभ लालचमा कहीँ फसेन। दण्ड, विभिन्न खालको सजाय दियो, त्यसमा पनि एमएलए चुकेन। अब अहिले एमएलए माथि चलिरहेको हतियार भनेको चाहिँ भेदको नीति हो। यो भेदको नीति भनेको के त भन्दाखेरि कसैलाई पनि मङ्गोल नेसनल अर्गनाइजेसनमा आउनै नदिने, उता टिलिक्क टल्किने खालको एउटा नेता तयार गरिदिने, टिलिक्क टल्किने खालको नारा दिने र सबै जनतालाई उतातिर लगाउने, उता पनि उतै छेक्ने, यता पनि यतै छेक्ने, उता उतै छेक्ने, यता यतै छेक्ने गरेर मङ्गोल नेसनल अर्गनाइजेसनलाई, मङ्गोल नेसनल अर्गनाइजेसनको नेताहरू चाहिँ एकाउनै कोसिसहरू भइरहेको छ। यो भनेको चाहिँ भेदको नीति हो। चारैतिरबाट घेराबन्दी गर्ने,
नाकाबन्दी लगाउने र सुकाउने खालको त्यो खालको भूमिकाहरू भइरहेको छ। यो भनेको चाहिँ अन्तिम भेदको नीति हो र यो नीतिबाट हामीले पार पाइसकेपछि मात्रै हामी सफल बन्न सक्छौँ। हाम्रो सफलता त्यतिखेर मात्रै प्राप्त हुन्छ। त्यसकारणले गर्दाखेरि यतिखेर चाहिँ हामीले धैर्यता गरेर बस्नुपर्ने हुन्छ। आज तपाईँहरू यो भवनमा जति पनि उपस्थित रहनुभएको छ नेता कार्यकर्ताहरू, तपाईँहरूको इतिहास बनिसकेको छ। मङ्गोल नेसनल अर्गनाइजेसनमा तपाईँहरूको इतिहास बनिसकेको छ। अब तपाईँहरूको इतिहास कसैले पनि मेट्न सक्दैन। यति सक्छ भने तपाईँहरू स्वयंले। म मङ्गोल नेसनल अर्गनाइजेसनमा भिडेको सङ्घर्ष गरेको 22 वर्ष भयो। मेरो इतिहास कसैले मेट्न सक्दैन। मैले पाएँ भिरलालजीको इतिहास उहाँ आफैले मेट्नुभयो, अरूले मेट्न सक्दैन। खमनजीको इतिहास उहाँ आफैले मेट्नुभयो, कसैले मेट्न सक्दैन। मेरो र तपाईँको इतिहास पनि तपाईँ र मबाट कसैले पनि मेट्न सक्दैन। त्यसकारणले गर्दाखेरि यो जटिल परिस्थितिमा, यो अप्ठ्यारो परिस्थितिमा, यो विषम परिस्थितिमा के बन्छ त? इतिहास बन्छ। यो परिस्थितिले, यो समयले तपाईँ हामीलाई आफ्नो इतिहास बनाउने मौका दिएको छ। तेन्जिङ नोर्गे शेर्पा सगरमाथामा पहिलोपटक पाइला दिएको इतिहास बन्यो। अहिले त दिनै चल्छ, दिनै ओलिन्छ, को ओलिन्छ थाहा पनि हुँदैन। हुन्छ त्यो इतिहास बनिन्छ बनिँदैन। त्यो इतिहास बनिने भनेको चाहिँ अप्ठ्यारो परिस्थितिमा हो, होइन? 24 घण्टामा सगरमाथा आराम गऱ्यो भन्छ को थाहै हुँदैन, होइन? 22 घण्टामा आराम गरेको हुन्छ को। इतिहास चाहिँ अप्ठ्यारो परिस्थितिमा बनिन्छ। त्यो अप्ठ्यारो परिस्थिति अहिले सिर्जना भएको छ। यतिखेर चाहिँ तपाईँ हामीले आफ्नो इतिहास बनाउने हो, जसलाई चाहिँ हाम्रो हजारौँ पुस्ताले चाहिँ सम्झन सकोस्, बुझ्न सकोस्। मलाई सबैभन्दा लोभ लागेको पक्ष चाहिँ के त भन्दाखेरि महामना डाक्टर गोपाल गुरुङजीको मृत्यु हो। मृत्यु जन्मनुको अर्थ मर्नु हो, तसर्थ अर्थपूर्ण मृत्युसँग लडलो भनेर उहाँले भन्नुभयो। मलाई के खुसी लाग्यो त भन्दाखेरि उहाँको देहान्त भएको बेलामा झापा जिल्लामा हामीले त्यतिखेरको जिल्ला अध्यक्ष थिए झापामा, हामीले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियौँ। त्यो बाटोमा त्योभन्दा बढी मान्छे इतिहासमा कहिले पनि हिँडेको थिएन क्या। त्यति धेरै मान्छे भेला भए। मङ्गोल नेसनल अर्गनाइजेसनको कार्यकर्ता शुभचिन्तक सधैँ अन्य राजनीतिक पार्टीको मान्छेहरू पनि आएर त्यहाँले श्रद्धाञ्जली अर्पण गरे, फुल चढाए क्या। उनीहरूले पनि हाम्रो राजनीतिक अरू पार्टी नहोला, तर राजनीति गर्ने उत्प्रेरणा चाहिँ डाक्टर गोपाल गुरुङजीले नै दिनु भएको रहेछ भन्ने कुरा चाहिँ उनीहरूले पनि स्वीकारेको। म छक्क परेँ। अन्य राजनीतिक दलको मान्छेहरू पनि आएर त्यहाँले फुल चढाए क्या। त्यसकारण उहाँको बचाइ, उहाँको मराइ चाहिँ किन त्यति धेरै अर्थपूर्ण भयो भन्दाखेरि उहाँको बचाइ अर्थपूर्ण थियो क्या। त्यसकारणले गर्दाखेरि यदि हामी अर्थपूर्ण मराइ चाहन्छौँ, हाम्रो मृत्यु चाहिँ अर्थपूर्ण होस् भन्ने चाहन्छौँ भने हाम्रो बचाइ पनि अर्थपूर्ण हुनुपर्छ। बचाइ चाहिँ अर्थहीन बचाइ हुने अनि मृत्यु चाहिँ अर्थपूर्ण मृत्यु भनेर चाहिँ त्यो सम्भव हुँदैन। कर्मको फल भन्छ नि, कर्म फल त्यो चाहिँ हामीले जस्तो त्यस्तै गर्छौँ। मलाई हाम्रो गणेश दाइले बोल्नुभयो, मलाई एकदम खुसी लाग्यो क्या। मैले विभिन्न चाडपर्वको खर्च घटाएर आफूले सेवा गर्ने विभिन्न कुराहरूलाई त्यागेर त्यसबाट खर्च जोगाएर मैले सङ्गठनमा योगदान दिइरहेको छु। त्यो सुन्दाखेरि मलाई गर्व लाग्यो क्या। त्यो भावनाको अब हामीले विकास गर्नु। म तपाईँलाई एउटा के कुरा स्पष्ट रूपमा भन्न चाहन्छु भने यो मोरङ जिल्लामा पहिला हामी आउँदाखेरि धेरैजनामा हाम्रो भुवनसिंह दाइ हुनुहुन्थ्यो, घरमा एक्लै हुनुहुन्थ्यो त्यतिखेर। यो हाम्रो दिदी भाइहरू त्यतिखेर झापामै हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई। दाइ एक्लै बसिराखेको हुनुहुन्थ्यो। त त्यो बेलामा भेट्न आउने साथी धेरैजना साथीहरू हुनुहुन्थ्यो। र त्यो बेलादेखि मैले देखिराखेको किनकि हाम्रो कुमारजी, हाम्रो कुमार दर्लामीजी अहिलेसम्म पनि हुनुहुन्छ। मलाई खुसी लाग्छ क्या देखेर। त्यो बेलामा आउने साथीहरूको नाम मलाई अहिले पनि थाहा छ। त्यो व्यक्तिहरू म अहिले देख्दाखेरि चिन्छु, तर उनीहरू अहिले सङ्गठनमा हुनुहुन्न। ती व्यक्तिहरू टाई सुट लगाएर आउने, भोलसिंह दाइको अगाडि ठुल्ठुलो गरिदिने। तर त्यो भाइहरू गइसकेपछि चाहिँ भाइले यिनीहरू काम लाग्दैन भन्नुहुन्थ्यो। साँच्चै नै काम नलाग्ने रहेछ। उनीहरू चाहिँ आफ्नो स्वार्थको लागि ठुल्ठुलो गरिदिने, टाई सुट लगाएर आउने त्यो खालको व्यक्तिहरू थियो। मलाई व्यक्तिको नाम पनि थाहा छ, उनीहरूको घर पनि थाहा छ, उनीहरूको अनुहार पनि थाहा छ, तर मैले नाम लिन चाहिनँ है। र कुमारजीलाई देख्दाखेरि मलाई खुसी लाग्छ त्यो बेलादेखि यो बेलासम्म होइन निरन्तर हुनुहुन्छ। र म तपाईँलाई अरू कुरा के पनि भन्न चाहन्छु भने यो मोरङ जिल्लामा तपाईँहरू सबैले सङ्गठनमा अतुलनीय योगदान गर्दै आइराख्नु भएको छ। त्यो मध्ये पनि केही साथीले बेस्ट अफ द बेस्ट भन्छ नि देखिरहेको छ, जसले चाहिँ
बरु यो संगठनको जिम्मेवारी नै सम्हाल्न सक्ने, देश मुलुकको जिम्मेवारी नै सम्हाल्न सक्ने त्यस्ता व्यक्तिहरू पनि मैले देखेको छु, जसले संगठनको जुन संस्कार सिक्नुपर्ने हो त्यही संस्कार सिकेको, त्यही संस्कार सिकेर अवलम्बन गर्दै आइरहेको त्यस्ता साथीभाइहरू पनि मैले देखिरहेको छु, जसमाथि भोलि संगठनले पूर्ण रूपमा विश्वास गर्न सकोस्, संगठनको महत्त्वपूर्ण जिम्मेवारी दिन सकोस्, प्रदान गर्न सकोस्, त्यस्तो व्यक्तिहरू मैले देखिरहेको छु। अहिले झट्ट हेर्दाखेरि 21 मुखे रुद्राक्षको दाना जस्तो क्या हैन, 21 मुखे रुद्राक्षको दाना भन्दा पनि अमूल्य त्यस्तो व्यक्तिहरू मैले देखिरहेको छु। तर त्यो चाहिँ छिपिनु पर्यो, मेच्योर हुनु पर्यो, कलिलाइमा झऱ्यो भने त फेरि काम लाग्दैन, बेलायतमा किरा लागेर झऱ्यो भने काम लाग्दैन। त्यो महत्त्वपूर्ण चिज, बहुमूल्य चिज छिपिनु पर्यो, परिपक्व हुनु पर्यो है, त्यो मैले आशा र अपेक्षा राखेको छु। म तपाईँलाई उदाहरण दिन चाहन्छु, अस्ति मेरो घरमा पनि चिया बगानभित्र के लगाउने त भन्दाखेरि खाली थियो, ए रुद्राक्ष ल्याएर लगाइदिनु पर्यो, फले फल्छ फल नफले पर्दैन भनेर लगाइदिएको। एक एउटा फलेछ 11 मुखे, टस लाएर हेर्छु राति कालो भइरहेको छ बोटमा क्या, अनि यो खुइयो कि आँखाले नगाएर यो कालो भएको कि त यो गाह्रो हरियो भएर कालो भएको कि डार्क ग्रिन भएर कालो देखियो कि यो कुहिएर कालो भएको, निकै दिन हेरे कुहिएरै कालो भएको रहेछ क्या। यसो हल्लाको फित्रिकै झऱ्यो, यसो हेरेको 11 मुखे रहेछ। त्यो गाउँमा भाइहरू त्यस्तो फेरि रुद्राक्षको किन्दै गर्ने खोज्दै केटाहरू छ, भाइ यो कतिमा बिक्री हुन्छ भनेको 1000 रुपियाँ बिक्री हुन्छ भने, लु लैजाऊ न तपाईँ 1000 रुपियाँ भनेको। बर्खाको बेलामा आँखामा पानी पनि जमिरहेको थियो, यसो झाडो पानीमा डुबेर चल्दैन भाइ भन्नु क्या, पानीमा पहिरो चल्दैन भाइ भन्नु क्या। भन्नुको मतलब त्यो चिज त कल्याणै हो, तर त्यो मेचर हुन पाएन, समयसम्म छिपिन पाएन, परिपक्व हुन पाएन। त्यस्तो भयो भने फेरि त्यो व्यर्थक हुँदछ, अर्थको होइन मैले अझै भन्छ व्यर्थक हुँदछ। हेर त्यो कोरोनाको दाना तर त्यो छिपिन पाएन र किरा लागेर झऱ्यो भने त्यो चाहिँ फेरि त्यसबाट कुनै पनि अपेक्षा राख्न सकिँदैन। त्यस कारणले गर्दाखेरि तपाईँलाई म एउटा महत्त्वपूर्ण कुरा अन्तिममा के भन्न चाहन्छु भने अहिले यो परिस्थिति आउँछ भनेरै महात्मा डाक्टर गोपाल गुरुङज्यूले पहिल्यै हामीले एउटा नारा दिनुभएको छ। के नारा दिनुभएको छ भन्दाखेरि साम्प्रदायिक हत्या हिंसा बन्द गर भनेर हामीले र्यालीहरू मनाएर लगाउँदै आइरहेको छ। अहिले धरानको घटनाहरू तपाईँले हेरिराख्नु भएको छ, त्यहाँनिर दुई समुदायबीच साम्प्रदायिक हिंसा बढाउने त्यो प्रयत्नहरू भइरहेका हामीले देख्न पाउँछौँ। सामाजिक सञ्जालको माध्यमबाट त्यो प्रयत्नहरू भइरहेका हामीले देख्न पाउँछौँ। हामीले माइती घरमण्डलाको घटनालाई हेर्यौँ, जनकपुर धामको हामीले घटनालाई हेर्दाखेरि कहीँ न कहीँ धार्मिक हिंसा भड्काउने प्रयत्न भइरहेको भन्ने हामीले देख्न पाउँछौँ। त्यो साम्राज्यवादीको अरौटी भएर, साम्राज्यवादीहरूको मतियार भएर कहीँ न कहीँ मुलुकमा साम्प्रदायिक हत्या हिंसा भड्काउने, धार्मिक हत्या हिंसा भड्काउने त्यो प्रयत्नहरू भइरहेका हामीले देख्न पाइरहेका छौँ। त्यस कारणले गर्दाखेरि हामी अत्यन्तै चनाख हुनुपर्ने त्यो परिस्थिति छ र विशेष गरी राज्य चनाख हुनुपर्ने, राज्यले तदारकता देखाउनु पर्ने, राज्यको सुरक्षा निकायहरू सक्रिय हुनुपर्ने त्यो परिस्थिति सिर्जना भएको छ। र यस्तो परिस्थिति किन सिर्जना गर्छ साम्राज्यवादी शक्तिहरूले? किन मुलुकमा चाहिँ हत्या हिंसा भड्काउन चाहन्छ, साम्प्रदायिक हिंसा भड्काउन चाहन्छ, किन धार्मिक हिंसा भड्काउन चाहन्छ त भन्दाखेरि उसको पुरानो नीति डिभाइड एन्ड रुल पोलिसीलाई लागू गर्नको लागि, फुटाउ र राज गरेको नीतिलाई अवलम्बन गर्नको लागि यो भूमिकाहरू उनीहरूले निर्वाह गर्न खोज्छ। किन भन्दाखेरि जनता एकजुट भयो भनेदेखि उनीहरूको नीतिहरू यहाँ लागू हुँदैन, देशको सार्वभौमिक सत्तामाथि प्रहार गर्ने नीतिहरू लागू हुँदैन, देशको स्वतन्त्रतामाथि प्रहार हुने कुराहरू त्यो नीतिहरू यहाँ लागू हुँदैन। त्यस कारणले गर्दाखेरि उनीहरूले अस्थिर सरकार बनाउन चाहन्छ, मुलुकमा हत्या हिंसा भड्काउन चाहन्छ, साम्प्रदायिक हत्या हिंसा, धार्मिक हत्या हिंसा भड्काउन चाहन्छ। त्यो भएपछि उनीहरूले मानव अधिकारको उल्लङ्घन भयो भनेर अन्तर्राष्ट्रिय सेना ल्याउने, उनीहरूको चाहिँ साम्राज्यवादी नीति लागू गर्ने, मुलुकको जलस्रोत, ऊर्जा लगायतको क्षेत्रमा, व्यापारिक क्षेत्रमा कब्जा जमाउने त्यो खालको साम्राज्यवादी मूलहरूले त्यो भूमिका हुन सक्छ। त्यस कारणले यतिखेर तपाईँहरूले पनि
एउटा साम्प्रदायिक भावनामा नरुमलिकन हामी चाहिँ एउटा मङ्गोलको भावनामा अगाडि बढ्नुपर्ने त्यो परिस्थिति छ र हामीले यो धर्म त्यो धर्म नभनिकन हामी एकजुटको भावना लिएर अगाडि बढ्नुपर्ने परिस्थिति छ र विशेष गरी सरकारले चाहिँ कडाइका देखाउनु पर्ने, सक्रियता देखाउनु पर्ने र त्यस्तो खालको गतिविधि कहीँ हुन खोजे त्यसलाई तत्काल नियन्त्रणमा लिनुपर्ने त्यो तरिका सरकारले देखाउनु पर्ने त्यो परिस्थिति छ र त्यति देखाएर मात्रै हुँदैन। विशेष गरी चाहिँ अब त्यही कुरा त्यहीँ आउँछ, अविलम्ब राष्ट्रिय जनावर परिवर्तन गर्नुपर्ने, राष्ट्रिय झन्डा परिवर्तन गर्नुपर्ने परिस्थिति छ किनकि त्यहीँनिर चाहिँ संविधानको प्रस्तावनामाथि प्रहार भइरहेको छ र त्यसले चाहिँ यो खालको परिस्थिति सिर्जना गर्नमा चाहिँ टेवा पुर्याउँछ, मद्दत पुर्याउँछ। त्यस कारणले यस्तो खालको परिस्थितिलाई मद्दत पार्नको लागि पनि संविधानको त्यो धाराहरू चाहिँ अविलम्ब संशोधन गर्नुपर्ने त्यो परिस्थिति छ र यी कुराहरू नै हुन्। तपाईँले बुझिसक्नुभयो। अहिले धर्ममा के देखिन्छ त भन्दाखेरि त्यो दुई समुदाय बिच चाहिँ एउटा चाहिँ हिंसा भड्किने खालको त्यो परिस्थिति, भड्काउने खालको परिस्थिति देखिएको छ। हामी एउटै हौँ, हामी एउटै वंशका हौँ भन्ने खालको भावनालाई कुल्चेर अगाडि बढ्ने प्रयत्न भइरहेको छ। त्यो इतिहासलाई मेटाउने कोसिस भइरहेको छ। तर त्यो साम्प्रदायिक सोच र भावनाबाट माथि उठेर हामी सबै मङ्गोलहरू एकजुट हौँ, एउटै हौँ भन्ने भावनामा आयौँ भने मात्रै यस्तो खालको साम्प्रदायिक हत्या हिंसा भड्काउने साम्राज्यवादीहरूको त्यो नीति चाहिँ विफल हुन्छ, त्यो उनीहरूको षड्यन्त्र विफल हुन्छ र त्यसलाई विफल बनाउनको निमित्त पनि हामी मङ्गोलहरू एकताको भावनामा आउन आवश्यक छ। हामी राई अर्कै हौँ, लिम्बू अर्कै हौँ, तामाङ अर्कै हौँ भन्ने खालको त्यो भावनामा हामी बढ्यौँ भने यी साम्राज्यवादी शासकहरूलाई अझ सजिलो हुन्छ, बागहरूलाई फेरि हुन्छ। त्यस कारणले गर्दाखेरि हामी पनि सचेत हौँ र हाम्रो आसपासमा रहेको साथीभाइहरूलाई, इष्टमित्र छरछिमेकीलाई पनि हामीले सचेत गरौँ भन्दै म आफ्नो पनि यही अन्त्य गर्न चाहन्छु। सबैलाई बिदाइ हुनको जय